छौँ। हामीले तोकेको समयमै यहाँहरू उपस्थित हुनुभएको छ, हामीले निमन्त्रणा गरेको समयमै। र यो मौसम गर्मीको मौसम, चैतको महिना, घाम चर्किँदै गएको छ, ठ्याक्कै मध्य दिनमा हामी रहेका छौँ। र अब यहाँहरू सबैको अनुमतिबाट हामी कार्यक्रम सुरुवात गर्दैछौँ। रत्नगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम बछौली माध्यमिक विद्यालयको यो प्राङ्गणमा आयोजना भइराखेको छ। र यसको सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म रत्नगर नगरपालिकाका नगर प्रमुख आदरणीय प्रहलाद सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म नगर प्रमुख प्रहलाद सापकोटाज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभाध्यक्षज्यूको अनुमतिबाट अब म कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुको लागि रत्नगर नगरपालिकाका नगर उपप्रमुख आदरणीय यादव प्रसाद पाठकज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै क्रममा आसन ग्रहण गर्दै हुनुहुन्छ रत्नगर नगरपालिकाका नगर उपप्रमुख आदरणीय यादव पाठकज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुन हार्दिक अनुरोध गर्दछु। यस्तै अतिथिको आसन ग्रहण गरिदिनुको लागि म प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई हार्दिक अनुरोध गर्दछु। रत्नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरलाई म आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यस्तै आसन ग्रहणकै क्रममा रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वनज्यूलाई आसन ग्रहणका लागि अनुरोध गर्दछु। उहाँको उपस्थिति पश्चात म उहाँलाई सम्बोधन गर्नेछु। आसन ग्रहणकै क्रममा अब क्रममा भने नेपाली कङ्ग्रेसका रत्नगरका कार्यवाहक सभापति आदरणीय कमलनाथ अधिकारीज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी नेकपा एमालेका नगर अध्यक्ष आदरणीय ईश्वरी प्रसाद अर्यालज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुन हार्दिक अनुरोध गर्दछु। यस्तै नेकपा माओवादी केन्द्रका रत्नगर नगर सचिव मेघनाथ पौडेलज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामनाथ भट्टराईज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कमिटी अध्यक्ष नगर समिति अध्यक्ष गोविन्द अधिकारीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै एकीकृत समाजवादीका नगर सहसचिव गोकर्ण गिरिज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै नेकपाका रत्नगरका नगर अध्यक्ष अर्जुन कुमार गौतमजीलाई म अतिथिको आसन ग्रहण गरिदिनुन हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 2 का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरेज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 2 का वडा अध्यक्ष राजेन्द्र प्रसाद घिमिरेज्यू। यस्तै वडा नम्बर 3 का वडा अध्यक्ष सोहेन्द्र राज खरेलज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 3 का वडा अध्यक्ष यस्तै वडा नम्बर 4 का वडा अध्यक्ष रामकुमार चौधरीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 4 का वडा अध्यक्ष रामकुमार चौधरीज्यू। यस्तै वडा नम्बर 5 का वडा अध्यक्ष बालकृष्ण चापागाईज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 5 का वडा अध्यक्ष यस्तै वडा नम्बर 6 का वडा अध्यक्ष किरण महतोज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 7 का वडा अध्यक्ष सजना महतोज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 8 का वडा अध्यक्ष कृष्ण चौधरीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 8 का वडा अध्यक्ष यस्तै वडा नम्बर 9 का वडा अध्यक्ष अनन्त अधिकारीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 10 का वडा अध्यक्ष कलाधर पौडेलज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 11 का वडा अध्यक्ष श्यामकुमार श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै वडा नम्बर 12 का वडा अध्यक्ष सुन्दर मणि सुवेदीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि अनुरोध गर्दछु। वडा नम्बर 12 का वडा अध्यक्ष यस्तै वडा नम्बर 13 का वडा अध्यक्ष पोट बहादुर घिमिरेज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 13 का वडा अध्यक्ष पोट बहादुर घिमिरेज्यू। यस्तै वडा नम्बर 14 का वडा अध्यक्ष होमनाथ राणाभाटज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 14 का वडा अध्यक्ष होमनाथ राणाभाटज्यू। यस्तै वडा नम्बर 15 का वडा अध्यक्ष आसिफ तामाङज्यूलाई म अतिथिको आसन ग्रहणका लागि अनुरोध गर्दछु। यस्तै वडा नम्बर 16 का वडा अध्यक्ष हेमराज थापाज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। वडा नम्बर 16 का वडा अध्यक्ष हेमराज थापाज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै रत्नगर नगरपालिकाका कार्यपालिका सदस्यज्यूहरू यहाँहरू सबैलाई अघिल्लो रोमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै सम्पूर्ण वडा सदस्यज्यूहरूलाई पनि म अघिल्लो रोमा आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यस्तै रत्नगर नगरपालिकाका विभिन्न शाखामा रहेर शाखा सम्हालिराख्नुभएका शाखा प्रमुखज्यूहरूलाई म स्वागत मन्तव्यका लागि हार्दिक अनुरोध गर्दै क्षेत्रीय होटल सङ्घ नेपालका कार्य समिति सदस्य श्री ऋषिराम तिवारीज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। अब क्रममा भने वडा नम्बर 6 का वडा अध्यक्ष किरण महतोज्यूले यहाँलाई स्वागत गर्नुहुनेछ। कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहनुहुने सार्वजनिक सुनवाईका आदरणीय सभापति र यसै सम्पूर्ण नगरवासीको नगरपिता आदरणीय
मेयर साहब प्रहलाद सापकोटाज्यू र यस कार्यक्रममा उपस्थित हाम्रा यसै नगरका नगरपिता आदरणीय उपप्रमुख यादव पाठकज्यू र यस कार्यक्रममा उपस्थित हाम्रा प्रशासकीय प्रमुखज्यू र 1 देखि 16 सम्मका सम्पूर्ण वडाध्यक्षज्यूहरू र यहाँ सम्पूर्ण प्रतिनिधि हाम्रा पार्टीका सम्पूर्ण पार्टीका अध्यक्षज्यूहरू प्रतिनिधिज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण 16 वडाबाट उपस्थित यस मञ्चमा आसीन सम्पूर्ण अतिथिगणज्यूहरू र हाम्रा यस रत्ननगरका सम्पूर्ण शाखाका कर्मचारीज्यूहरू सम्पूर्ण हाम्रा नगरका सम्पूर्ण कर्मचारीज्यूहरू यहाँ उपस्थित हाम्रा सम्पूर्ण आदरणीय व्यक्तित्व सबै नगरका व्यक्तित्व चाहिँ हाम्रा अग्रजहरू र यहाँ जुन ठाउँमा हामी उपस्थित छौँ वास्तविक साबिक बछौली वडा नम्बर 6 मा आज 567 को र नगरकै सम्पूर्ण तर्फबाट चाहिँ म यहाँ सम्पूर्णलाई चाहिँ म आज स्वागत र सम्पूर्णलाई म नमस्कार गर्न चाहन्छु। आज धेरै कुराहरू गरिरहनुपर्ने छैन। हामीले जानेको मैले आफूले जानेको आज जसरी हिजो चाहिँ हामीले सार्वजनिक सुनाइ पिठुवा गाविसमा एक ठाउँमा गऱ्यौँ र आज यही सार्वजनिक सुनाइ रत्ननगरको यो चाहिँ दक्षिण भेगमा साबिक बछौली गाविसको यो बीच भागमा पारेर आज यो सार्वजनिक सुनाइ हुँदैछ। यो सार्वजनिक सुनाइमा मैले धेरै कुराहरू राखिएन। अब तपाईहरूले आज बोल्ने हो, तपाईहरूले नै राख्ने हो। फेरि पनि म यहाँ चाहिँ यो मञ्चमा आसीन सम्पूर्ण अग्रजज्यूहरूलाई र यहाँ उपस्थित सम्पूर्णलाई मैले चाहिँ यो वडा नम्बर 6 र साबिक बछौली र रत्ननगरकै तर्फबाट सबैलाई स्वागतम भन्दै आफ्ना भनाइहरू यहीँ अन्त गर्छु। सबैलाई नमस्कार। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ सरलाई म स्वागत गर्दै आसन ग्रहणका लागि अनुरोध गर्दछु। इलाका प्रहरी कार्यालय रत्ननगरका कार्यालय प्रमुखज्यूलाई मैले अगाडि सम्बोधन गरेको छु। यस्तै बछौली प्रहरी कार्यालयका कार्यालय प्रमुखज्यूलाई पनि म आसन ग्रहणका लागि अनुरोध गर्दछु र यहाँहरूसँग सम्बन्धित प्रश्नहरू आउने सम्भावना छ। यसैले उत्तरका लागि पनि तयारी रहिदिनु न हार्दिक अनुरोध गर्दै अब क्रममा पनि आजको हाम्रो यस कार्यक्रमको औपचारिक समुद्घाटन, आजको हाम्रो दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको औपचारिक ब्यानर पढेर कार्यक्रम समुद्घाटन गरिदिनु र म नगर प्रमुख तथा आजको हाम्रो यस कार्यक्रमका सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। पर्यटन सहर स्वच्छ समृद्धि हाम्रो रत्ननगर नगरपालिका कार्यालय बागमती प्रदेश चितवन सार्वजनिक सुनवाई कार्यक्रम अब 2080-81 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई उद्घाटन भएको घोषणा गर्छु। हस्, नमस्कार। हालसम्म भएका कार्य प्रगति प्रस्तुत गरिदिनु हुनको लागि म रत्नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आदरणीय सुखदेव लम्साल सरलाई हार्दिक अनुरोध गर्दछु। यस्तै रत्नगर नगरपालिका वडा नम्बर 8 का कार्यवाहक वडा अध्यक्ष विष्णु आचार्यज्यू भर्खरै उपस्थित हुनुभएको छ। म यहाँलाई पनि अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। आर्थिक विकासतर्फ कृषि पशुपन्छीतर्फका सागसब्जी का चाहिँ बजारहरू कोल्ड स्टोर निर्माण गर्ने, तरकारी खेती प्रवर्धन गर्ने, त्यस्तै च्याउ खेती प्रवर्धन र विभिन्न जीविकोपार्जन सुधारका विभिन्न कार्यक्रमहरू र मकै बालीदेखि धान बालीसम्मका सबै कार्यक्रमहरूको हामीले माग सङ्कलनका सूचनाहरू प्रकाशित गरिरहेका छौँ। त्यसै गरी केही कार्यक्रमहरू सूचना प्रकाशन भएर अहिले सञ्चालनको प्रक्रियामा छन्। जस्तै गोठमा भेटनरी र गाउँमा खेतमा कृषि भन्ने कार्यक्रम अहिले चलिरहेको छ। सबैले देख्नुभएको छ। हाम्रा सम्पूर्ण प्राविधिक साथीहरू गोठमा हुनुहुन्छ, गोठमा पुग्नु भएको छ, खेतमा पुग्नु भएको छ, एउटा छुट्टै खालको ड्रेस लगाएर। त्यसै गरी कृषि नर्सरी निर्माण र सेवा प्रवाहको कामहरू पनि भइरहेको छ। र खास गरी आर्थिक प्रशासनतर्फ हाम्रो आय र व्ययको सन्दर्भ छ। हाम्रो नगरपालिकाको कुल टोटल आय 1 अरब 60 करोड हामीले प्रक्षेपण गरेका थियौँ र त्यसको सरसर्ती म निवेदन गर्न चाहन्छु। सङ्घीय सरकारबाट हामीले 58 करोड 54 लाख आउँछ भन्ने हाम्रो नगरसभाले प्रक्षेपण गरेको थियो। त्यसमा अहिलेसम्म 38 करोड 85 लाख मात्रै प्राप्त भएको छ अवस्था छ र 66.72% आम्दानी भएको अवस्था छ। र समानीकरण अनुदान मुख्य गरी हाम्रो सबैभन्दा ठुलो आम्दानीको स्रोतको रूपमा रहेको समानीकरण अनुदान
समानीकरण अनुदानमा 18 करोड 14 लाख रुपियाँ प्राप्त हुने हाम्रो अनुमान थियो। नेपाल सरकारले, सङ्घीय सरकारले हामीलाई 55.73% मात्रै प्राप्त भएको छ र बाँकी 8 करोड 3 लाख रुपियाँ चाहिँ अब अहिले चाहिँ हामी दिन सक्दैन भयो, अहिलेको हाम्रो अवस्था कमजोर छ भनेर सङ्घीय सरकारले हामीलाई पत्र पठाएको छ र यसको अन्तिम पत्र हामी चैत मसान्तपछि तपाईँहरूलाई प्रेषित गर्नेछौँ र त्यो अन्तिम फाइनल गर्नेछौँ भनेर सङ्घीय सरकारको अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालयबाट हामीलाई पत्र प्राप्त भएको छ। त्यसै गरी प्रदेश सरकारबाट पनि समानीकरण अनुदानतर्फको 1 करोड 96 लाख मध्ये 1 करोड 9 लाख रुपियाँ अर्थात् 55.73% मात्रै प्राप्त भएको छ। यसरी हेर्दा सङ्घीय सरकारबाट पनि 55.73 र प्रदेश सरकारबाट पनि 55.73% समानीकरण अनुदान प्राप्त भएको र अब प्राप्त हुने नहुने विषयमा अब नगरका हाम्रो सम्पूर्ण नगरपालिकाहरूको सञ्जाल, नगरपालिका महासङ्घ, नगरपालिका सङ्घले पनि आफ्नो तर्फबाट चाहिँ सङ्घीय सरकारसँग आफ्ना मागहरू राखिरहेको छ, दबाबहरू दिइरहेको छ र सरकारी हाम्रा ब्युरोक्रेसीको तर्फबाट पनि हामीहरूले सङ्घीय सरकारका सचिवहरूलाई हामीले निवेदन गरिरहेका छौँ। कम्तीमा प्रदेश समानीकरण अनुदान चाहिँ रोकिन हुन्न है, यो हाम्रो हकको विषय भनेर हामीले गरिरहेका छौँ, जिकिर गरिरहेका छौँ। यसको फाइनल डिसिजन नआएको हुनाले सङ्घीय सरकारले हाम्रो 14 खरबको आन्तरिक स्रोतमध्ये हामीलाई जम्मा 6.5 खरब मात्रै उठेको अवस्था छ। हाम्रो भाँडोमा भएको हामीले दिने भन्ने खालको आशय व्यक्त गरिरहेको अवस्था छ। त्यसै भएको हुनाले हामीले केही वडातर्फका आयोजनाहरू, कृषितर्फका आयोजनाहरू, पशुतर्फका केही आयोजनाहरू, त्यसै गरी शिक्षातर्फका, स्वास्थ्यतर्फका केही आयोजनाहरू चाहिँ हामी गर्न नसक्ने खालको अवस्था अहिलेको सिनारीले देखिएको छ। यो चैत पछाडि केही सुधार भएछ भने फेरि हामी थप सम्झौता गरेर अगाडि जाने पक्षमा छौँ। त्यसै गरी राजस्व बाँडफाँड हाम्रो अर्को बलियो आधार हो। राजस्व बाँडफाँडतर्फ 23 करोड 11 लाख रुपियाँ हामीले प्रस्तावित गरेका थियौँ र अहिलेसम्म 13 करोड 76 लाख मात्रै प्राप्त भएको छ। 59.54% प्राप्त भएको अवस्था छ। त्यसै गरी अर्को चाहिँ हामीले हाम्रो यहाँ नगरभित्रका सम्पूर्ण कारोबारहरूमा हामीले जुन भ्याट तिर्छौँ र अन्त शुल्क तिर्छौँ, हामीले तिरेको भ्याट र अन्त शुल्कको पैसा नगरमै फर्किएर आउने सिस्टम सङ्घीयता पछाडि सुरु भएको छ। यो हामी सबैलाई जानकारी पनि छ। जानकारी नभए म निवेदन गर्न चाहन्छु, यो पैसा यहीँ फर्केर आउँछ भ्याटको र अन्त शुल्कको। त्यसकारण बिना भ्याट प्यानको चाहिँ 19,000 को बिल बनाएर पेस गर्ने काम बन्द गर्नुपर्छ र त्यसबाट हामीले भ्याटबाट आउने पैसा हामीलाई नै फर्केर आउने हो। सङ्घीय सरकारलाई जाने पैसाको एउटा हिस्सा हामीलाई नै फर्केर आउँछ र अहिलेसम्मको अवस्था चाहिँ 12 करोड हामीलाई दिने भनेर उताबाट सिलिङ आएको चाहिँ 12 करोड 4 लाख रुपियाँ र अहिलेसम्म प्राप्त भएको 3 करोड 48 रुपियाँ छ। 28.96% मात्रै अहिले प्राप्त भएको अवस्था छ। यिनै विषय म निवेदन गर्न चाहन्छु र अर्को चाहिँ विषयगत रूपमा हाम्रो आर्थिक विकासतर्फ 12 करोड 87 लाख रुपियाँ हामीले प्रक्षेपण गरेका थियौँ। त्यसमा अहिलेसम्मको खर्चको अवस्था 1 करोड 68 लाख मात्रै भएको छ। यो 13.12% मात्रै खर्च भएको छ। यसको खर्च नहुनुको कारण चाहिँ समानीकरण अनुदानतर्फको पैसा थियो आर्थिक विकासमा धेरै। त्यसकारण हामी अहिले समानीकरणको मैले निवेदन गरिसकेँ, त्यो भएको हुनाले हामीले अहिले खर्च गर्न सकेको अवस्था छैन। र सामाजिक विकासतर्फ 52 करोड 29 लाख रुपियाँ प्रक्षेपण गरेकोमा 28 करोड 95 लाख रुपियाँ चाहिँ अहिलेसम्म प्राप्त भएको छ, 55.37%। त्यस्तै पूर्वाधार विकासतर्फ 56 करोड 33 लाख रुपियाँ हामीले विनियोजन गरेकोमा 17 करोड 71 लाख रुपियाँ खर्च भइसकेको अवस्था छ, 31.4% खर्च भएको छ। त्यस्तै गरी सुशासन तथा अन्तर्सम्बन्धित क्षेत्रमा 12 करोड 57 लाख रुपियाँ विनियोजन भएकोमा 5 करोड 21 लाख रुपियाँ खर्च भएको, अर्थात् 41.50% खर्च भएको अवस्था छ। त्यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक यो चाहिँ विद्यालयहरूतर्फको समेत गरी 26 करोड 52 लाख रुपियाँ प्रक्षेपण गरिएकोमा 12 करोड 22 लाख रुपियाँ अर्थात् 45.92% खर्च भएको अवस्था छ। यसरी हेर्दाखेरि हाम्रो टोटल कुल खर्चको प्रतिशत अहिलेसम्म 40.94% भएको अवस्था छ। अब हाम्रो आन्तरिक राजस्वतर्फ हाम्रो नगरभित्रकै आम्दानीबाट हामीले 12 करोड आम्दानी गर्छौँ भन्ने नगरको प्रक्षेपण थियो र अहिलेसम्मको अवस्था चाहिँ 7 करोड 32 लाख मात्रै प्राप्त भएको छ।
र यो म वडागत रूपमा सुनाउन चाहन्छु। एउटा नगरको चाहिँ नगरभित्रै कलेक्सन हुने 45 करोड प्रक्षेपण गरिएकोमा 19 करोड अहिलेसम्म प्राप्त भएको छ। त्यसै गरी वडा नम्बर 1 मा 90 लाख प्राप्त हुने अनुमान गरिएकोमा 53 लाख प्राप्त भएको छ। 2 बाट 72 लाख प्रक्षेपण गरिएकोमा 60 लाख प्राप्त भएको छ। वडा नम्बर 3 मा 35 लाख प्रक्षेपण गरिएकोमा 23 लाख रुपियाँ प्राप्त भएको छ। 4 मा 33 लाख प्रक्षेपण गरिएकोमा 24 लाख प्राप्त भएको छ। 5 मा 28 लाख प्रक्षेपण भएकोमा 14 लाख प्राप्त भएको छ। त्यसै गरी 6 मा 70 लाख प्रक्षेपण गरिएकोमा 52 लाख रुपियाँ प्राप्त भएको छ। 7 नम्बरमा 35 प्रक्षेपण भएकोमा 26 लाख प्राप्त भएको छ। 8 मा 35 प्रक्षेपण गरिएकोमा 21 लाख प्राप्त भएको छ। त्यसै गरी 10 नम्बरमा 61 लाख, वडा नम्बर 9 मा 37 लाख प्रक्षेपण गरिएकोमा 27 लाख प्राप्त भएको छ। वडा नम्बर 10 मा 61 लाख प्रक्षेपण गरिएकोमा 51 लाख प्राप्त भएको छ। वडा नम्बर 11 मा 24 लाख प्रक्षेपण भएकोमा 15 लाख प्राप्त भएको छ। 12 मा 40 लाख प्रक्षेपण गरिएकोमा 37 लाख मात्रै प्राप्त भएको छ। त्यसै गरी 13 मा 50 लाख प्रक्षेपण गरिएकोमा 36 लाख प्राप्त भएको छ। 14 मा 58 लाख आउँछ भने प्रक्षेपण गरेकोमा 39 लाख प्राप्त भएको छ। र 15 मा 38 लाख प्रक्षेपण गरिएकोमा 25 लाख प्राप्त भएको अवस्था छ। र वडा नम्बर 16 मा 35 लाख प्राप्त हुन्छ भन्ने अनुमान गरेकोमा अहिलेसम्मको अवधिमा फागुन मसान्तसम्मको अवधिमा 26 लाख रुपियाँ प्राप्त भएको अवस्था छ। यसरी कुल टोटल हेर्दा अहिले पनि मैले निवेदन गरेँ 12 करोडको प्रक्षेपण गरिएकोमा 7 करोड 32 लाख प्राप्त भइसकेको अवस्था छ। यो फागुन मसान्तसम्मको प्रगति रिपोर्ट हो। निवेदन गर्न चाहन्छु।